हेलो नमस्ते एभ्रिवान, म रविन्द्र राई। तपाईँहरूलाई म छोटो एउटा मिनी ब्लग मार्फत तपाईँहरूलाई के दृश्य देखाउन गइरहेको छु। विशेष गरी तपाईँहरूले यो मेरो ब्याकग्राउन्डमा देखिरहनु भएको यो ठाउँ चाहिँ ठाडे भनेर चिनिन्छ। यो चाहिँ ओखलढुङ्गाको ट्याक्कै सिमाना पर्छ। ठाडे भन्ने बजार हो यो चाहिँ। यो ठाउँमा चाहिँ हामी सोलोबाट आउँदाखेरि यहाँनिर चिया पनि खाइन्छ होइन। चिया खाएर पनि गइन्छ कतिपय अब प्यासेन्जरहरू होइन। अनि हाम्रो गुरुहरूले चाहिँ यहाँनिर चाहिँ गाडी रोकेर होइन प्यासेन्जरहरूलाई चाहिँ चिया खाजा नास्ता खुवाउनका लागि चाहिँ यहाँनिर पनि रोक्ने गर्छन्। र एकदम रमाइलो ठाउँ छ, एकदम रमणीय ठाउँ छ। यहाँ एकदम जाडो पनि छ होइन, घमाइलो छ होइन, एकदम तपाईँहरूले यो दृश्य देख्न सक्नुहुनेछ। हेर्नुहोस् गाइसहरू, एकदम राम्रो दृश्य रहेको छ है। यो चाहिँ अब तपाईँको सदाबहार यो यहाँको वेदर चाहिँ यही खालको मात्र हुन्छ होइन। सधैँ तपाईँको असार साउन मात्र नभइकन चैत वैशाख जेठ असार साउन भदौ असोज कात्तिक मसी यस जुनै मधमा पनि यस्तै यहाँको वेदर चाहिँ हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ यहाँ धुम्म पनि छ होइन, बादल यस्तो छ यहाँको मौसम चाहिँ तपाईँले देख्न सक्नुहुनेछ। यो ठ्याक्कै यो ठाउँलाई चाहिँ ठाडे बजार भनेर चिनिन्छ। यो पर देखिरहेको यो घर एउटा सानो देखिरहेछ, यो चाहिँ हाम्रो प्रहरीहरूको चाहिँ यो बिल्डिङ रहेको छ त्यो परको चाहिँ। अनि यहाँनिर प्रहरीहरू यहाँनिर चेकिङको लागि यहाँ उहाँहरू चाहिँ ड्युटीमा खट्नुहुन्छ। सो म चाहिँ आज थोरै टाइम मिलेको कारणले गर्दाखेरि म तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत देखाउन गइरहेको छु। सबैजनाले यो भिडियो हेर्दै हुनुहुन्छ भने लाइक सेयर अनि सब्सक्राइब गरेर पनि सबैजनाले सपोर्ट गरिदिनु होला। यो मेरो ब्याकग्राउन्डको ठाउँलाई चाहिँ ठाडे बजार भनिन्छ। यहाँनिर चाहिँ घुम्नका लागि टाढा टाढाका हाम्रो देशहरू चाहिँ यहाँ घुम्नका लागि आउनुहुन्छ। र यहाँ घुम्नका लागि एकदम मनमोहक यहाँको वेदर, यहाँको वातावरणहरू छ। त्यसैले गर्दाखेरि तपाईँहरू पनि यदि घुम्न इच्छा छ भने तपाईँहरू घुम्नका लागि आउन सक्नुहुन्छ। यहाँबाट चाहिँ तपाईँहरूले हिमाल पनि देख्न सक्नुहुनेछ, तर यहाँबाट चाहिँ हिमाल देख्न सकिँदैन किनभने अहिले यो वेदर यस्तो धुम्म छ होइन। यो धुम्म भएको कारणले गर्दाखेरि चाहिँ यहाँबाट चाहिँ हामीले माउन्टेन भ्यूहरू देख्न सक्दैनौँ। त्यही भएर मैले देखाउन सकेन। सो सबैजनाले यो मेरो भिडियोलाई हेरेर सपोर्ट गरिदिनु होला, लाइक सेयर अनि सब्सक्राइब गरेर पनि हेल्प गरिदिनु होला। यस्ता खालको भिडियोहरू म धेरैभन्दा धेरै तपाईँहरूलाई चाहिँ देखाउने नै छु। सबैजनाको दिन शुभ रहोस्।